नेपाली एक महिलाले कुवेतमा आफ्नै प्रेमीको कारण टिकटक लाइभमा बसेर गरिन् आत्महत्या। दर्शक महानुभावहरू, कुवेतीको घरमा विगत 6 वर्षदेखि काम गर्दै आएकी र 1 वर्ष भइसकेको थियो उनी फेरि नेपाल आएर कुवेतीको घरमा काम गर्न गएको। उक्त महिलाको घर हो मिक्लाजुङ गाउँपालिका, मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नम्बर 1। उनी टिकटक लाइभमै बसेर आत्महत्या गरेकी छिन् उनले। दर्शक महानुभावहरू, एकदमै उनले कति धेरै पीडा खपिन् होला है, र खप्दा नसके ज्यान गुमाउनु पर्यो है। बडा मेरो त मन दुख्यो, आँखाबाट आँसु रसायो है। कति धेरै आफ्नो छोराछोरीको करियर बनाउनको लागि, आफ्नो करियर बनाउनको लागि उक्त महिला अरबी घरमा काम गर्नको लागि बाध्य भएकी होलान् है। आफ्नो प्रेमीसँग खटपट भइसकेपछि उक्त महिलाले यो घटना घटाउन सकेको भनेर हामीलाई निकट स्रोतले जानकारी गराएको छ। दर्शक महानुभावहरू, आफ्नो मनमा लागेका स्वतन्त्र विचारहरू लेख्नुहोला। हामीलाई एक पुरुषले महत्त्वपूर्ण कुराहरू गर्दै एक भिडियो पनि हामीलाई पठाउनु भएको छ, त्यो भिडियो पनि हामी राख्नेछौँ। अनि यो भिडियोलाई सक्दो सेयर गर्नुहोला ताकि आगामी दिनमा आफ्ना भाइ बहिनीहरूले यस्ता घटनाहरू नघटाउन् तपाईँको टोलमा, हाम्रो छिमेकमा। दर्शक महानुभावहरू, र यो भिडियोले धेरैलाई सचेत गराउनेछ। कसैको पनि प्रेमी जुन प्रेमिकाको बिचमा खटपट आउँदाखेरि यस्ता ठुला निर्णयहरू लिनको लागि नपुगुन् भन्नका लागि यो भिडियो मैले बनाउँदैछु। यो भिडियोलाई सक्दो सेयर गर्नुहोला। दर्शक महानुभावहरू, अबको पालोमा एकजना पुरुषले पठाएको भिडियो तपाईँहरूको माझमा राख्न चाहन्छु। यो भिडियोलाई सक्दो सेयर गर्नुहोला। तपाईँका टोलमा, तपाईँको छिमेकमा सबैतिर यो भिडियो पुर्याउनको लागि तपाईँलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। हाम्रो फेसबुक पेजलाई फलो गर्नु भएको छैन भने फेसबुक पेजलाई फलो गर्नुहोला। अनि त्यसै गरी हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने हाम्रो युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। अबको पालोमा यो एक भिडियो तपाईँहरूको माझमा राख्न चाहन्छु, एकजना पुरुषले पठाउनु भएको भिडियो। कुवेतमा आज एकजना नेपाली महिलाले टिकटक लाइभमा आएर आत्महत्या गरेको खबर प्राप्त भएको छ। टिकटकमा निरु बेबी नाम भएकी मृतकको परिचय मोरङको मिक्लाजुङे घर भएकी गङ्गामाया राई रहेको खुलेको छ। उनी करिब 6-7 वर्षदेखि कुवेतमा घरेलु कामदारको रूपमा काम गर्दै आएको र 1 वर्ष अगाडि बिदामा नेपाल गएर पुनः कुवेत फर्किएको बताइएको छ। स्रोतका अनुसार टिकटक मार्फत चिन्जान भएका एकजना नेपाली पुरुषसँग उनको प्रेम सम्बन्ध रहेको र उनीहरू बीच 5 लाख रुपैयाँ भन्दा बढीको आर्थिक लेनदेनका कारण प्रेम सम्बन्धमा खटास आउँदा उनी मानसिक तनावमा रहेको बताइएको छ। उनका श्रीमान रोजगारीको सिलसिलामा मलेसियामा रहेका छन् भने घरमा 1 छोरा र 2 छोरी रहेको बुझिएको छ। घटनाबारे नेपाली राजदूतावासमा बुझ्दा मौखिक रूपमा खबर प्राप्त भए पनि आधिकारिक रूपमा जानकारी नआइसकेको बताइएको छ। सङ्घर्ष र चुनौती बीचको जीवन एकदमै सुन्दर हुन्छ। यस्तो कायरतापूर्ण रूपमा कदम कसैले पनि नउठाउनको लागि हार्दिक अनुरोध गर्दछु।